बजार आयो जम्सम बजार वहाँ वालमा हेर्नु न भित्तामा के लेखेको छ वेलकम टु यो जम्सम बजार नयाँ हेर्नु साथीहरू गाडी देखेर त्यसले हामीलाई कहाँबाट फर्स्ट रोकै आफै हामी देखेन तँलाई यहाँ भन्नु न भने ए अगाडिबाट देख्ने होला के अरे हाततिर भनौँ न गाडी नम्बर कति रे एयरपोर्टको गेट यही हो फेरि जम्सम एयरपोर्ट यही हो यहाँ गाउँपालिका र ट्रक छ हाम्रो अगाडि काली डिलक्स होटल ट्रक छ तिमीहरूको अगाडि मान्छे के अरे ल ल
नेपाल मरुभूमि छ नेपाल घुम्दैछ नेपाल मरुभूमि छ नेपाल फेरि गर्ने सल्लाह हुन्छ त्यहाँ माथिबाट फोटो जेसीबाट फोटो नभएको आउँदै आएपछि एकचोटि सबैले घुम्नै पर्ने ठाउँ हो मुक्तिनाथ टोक्का देखाएको थियो कि फेरि उता देखाएको थियो नि भनेको एरोले चाहिँ उताको बाटो थाहा थियो क्या होला तल्लो बाटो कागबेडी जाने हो के अरे तल्लो बाटो कागबेडी जाने हो यो बाटो चाहिँ अब मुक्तिनाथ। मुक्तिनाथ पहिला पैदल गरेर हामी हिँड्दाखेरि धर्मे उकालो भन्थ्यो ए धर्मात्मा मात्रै जान सक्छ अधर्मी जान सक्दैन यो बालुवा माथि छ हिँड्ने बाटो छ सेल्फी डाँडा हामी त्यहाँ कागबेडीबाट हिँडेर उसमा आसलो सिकाउँथ्यो अब उता त टर्निङ छैन कसरी खेद्ने होइन बाटो पनि भनिएन नमस्ते नमस्ते के छ खबर कता हो अफिस धनगढीको होइन लेखेको ए धनगढीको पछि काठमाडौँ यो तल्लो बजार कागबेडी हो जाँदै हो त्यो गाडी कुमा आइसक्यो अनि यहाँ लाएर पार्किङ गर्ने गाडी ल म भिडियो कल गरेर जाने हो हामीलाई अब यहाँबाट मुक्तिनाथ कति माथि हो सर 10 किलोमिटर 8 यो त पुरै हिम पग्लेर आउने भएको कारणले यस्तो भयो अनि यहाँ कागबेडी लेखेको ठाउँ हेर्नु है साथीहरू कागबेडी त तल्लो बजारलाई कागबेडी भन्छ नि कागबेडी हो त्यो देखेरै छ नि त्यो भित्तामा कागबेडी देखेर यहाँबाट सिधै गएपछि अप्पर कुद्दैन कागबेडी बजार यो यहाँबाट माथि गएपछि मुक्तिनाथ मुनिको माथि गएको गाडी हो माथि पुग्दै तल गयो अप्पर मुस्ताङ अप्पर मुस्ताङ के हो स्याउबारी ल हेर्नु त स्याउबारी चौवा कस्तो राम्रो के त पानी मैले हेलीबाट खिचेको अस्ति हेलीबाट आएको तपाईँ सशस्त्र कि पुलिस नै हो मेरो एउटा साथी सशस्त्रमा थियो कि मराङ तिनीहरू त प्रायः त्यो माउन्टेनरी गरिरहेको कागबेडी हो ल हेर्नुहोस् ओहो मेरो दाइ बसेको हेऱ्यो यति गल्ती गरिरहेको छ नि सर निलगिरी हिमाल यो निलगिरी हिमालय छ निलगिरी हिमाल पछाडि छ दिल्ली छ त्यसैको पछाडि